एउटा सुताइया मैले देखिन त सुतिया साथी हात के गर्ने गो जे गरे गर्ला तिमी आउँदैन के बुढाले मलाई यही खेल्न डाक हुने गरी गरे हुत ल कति ल बुढा आँखा हेर त कस्ता छन् आज नारी दिवस किन जानु पर्ने छ म के रे नारी दिवस किन जानु पर्ने छ नारी दिवस ती के भन्नु आइछ इले सुने न हल्का ठुलोमा किनै सुन्दैनौ के तँले आज नारी दिवस हो त्यसकारणले म जाने हो नारी दिवस ती हेर्न कहाँ जानु बुढाइ छैले नारी दिवस ती नारी दिवस हेर्न भन्ने के अलिकति नारी दिवस हेर्न के जानु पर्यो तँले नारी दिवस ती जानु पर्न त रमाइलो गर्छन् ती भएर गुरु घर काम गर्न किनै नारी दिवस हुँदैछ काम गरेछ त कति काम गर्ने सबैलाई नारी दिवसै देखिरहेको हुँदै ओ सबैलाई सबै देखिएछ नारी दिवस दिगो डल्ला पाउने चाहिँ के लिएर आउने छैन म जे को त लिएर आउने तिमीहरु के हो मेरो लागि कपडा लिदिने छैन के मोले नि के तिमी विदेश गएन त लिने हो अझै नारी दिवस हुँदैछ नारी दिवस के डल्ला पाउने छैन के डल्ला पाउने छैन हो हल्ला नगर म गए मुजा बस गुरु भित्र गइकन चेर्से बगाल्न गए चलो ए नगा अहिले नारी दिवस हुँदैछ जानु पर्छ न त अनि के हो नारी दिवस हुने नारी दिवस हुने नाच गान गर्ने रमाइलो गर्ने त्यही भएर म जानले ल रमाइलो माथिको त अरु के गर्दैन अरु के रमाइलो अनि गर्छ त नाच रमाइलो गरिकन देखा त ल उनी हाँस्नु रमाइलो गर्ने रमाइलो निको होते गफ उठा हान्दै ल उठा नारी दिवस कुडी रमना नारी दिवस पल्ला घरे दिदीहरु बाइकहरु म गए ओए के छोड दे हामी के जानु पर्यो न जा म अकिलो नै जा उठ यस्तो रे म पनि अक्का पहिला जाऊ न जा के जोडम दे जा तर म गए पल्ला घरे मुनि के जोइ ले पापा नदी जाई पल्ला घर मुनि के जोइ ले जाई त मेरो दिदियो इतने पापा नदी जाई उठ जा गए जाऊ न त के भन्छ जान्दै यहीला बने हाथी तू कोइ के कोइ यो हक्कै नारी दिवस हुँदैछ जानु पर्छ त नारी दिवस ती नारी दिवस भाइटी के खाना बनाउनु भाजु नारी दिवस आज गइछ तीज आज गइछ भाइटी आज भाइ त गइछ म तिमी भाडा बना त खाली म भाडा बना त्यही लिन पहिले ले आइतो त्यही भन्छ त तैले पहिले ल्याए मेरो जुत्ता लाएर धोली त हुँदैन त ल्याऊ अहिले त कस्ता छन् अब गोपाल उडाइदिएला होस गरे के हो म उड्न सक्छु तिमी त उड्न सक्छौ गोपाला जाने छौ के पलाएर तिमी गोपाला जाने छौ गोपाला हेलिकप्टरले टक गरेर जाली जाने हो के भन्छ उडिएछ खाली नारी दिवस हुँदैछ नारी अन्त हल्ला दिए के त नारी दिवस ती नाच के हल्ला दिए पछाडी नाच छन् भनेको अघि केही त नाचिन राम्रो नाची अब बोला किन बोला एकैछिन भयो भने मात्र हुन्छ त अरु बोला तर छिमेकी बोला भाइ मास्टर ए मास्टर जेठा क्या दो भन्नु न
बड्डा चुप लागो माइक बिगाडीले के नेपाली धेरै भइराछ यहाँ गाउँलेहरूले धेरै सुनिराछन् यहाँ गाउँलेहरूले धेरै सुनिराछन् कुरा सुन मेरो अब बत्तीको लाइन तोलो मैले उ गरेर हुने गर्दा एका मैले त गुरगुरु के भयो बड्डा धेरै कम्प्लेन भइराछ बसन्त यस्तो मै फर्कन सबै यता फर्कन यता हो यस्तो हो भयो तपाईको कुरा के हो ल भन्नु त तपाई मेरो कुरा के पो त होला तपाईँ गुरु सुन्नु न मन्त्री हो मन्त्री त म तपाईको सीमाको छिमेकी हो म तपाईको यस्तै गरी मेरै लक्कन उडाइदिनु हुन्छ मैले तपाईको जहिले उडाइदिन्छु के नाइ पक्का हो पक्काले के पो होला म यहाँ सम्झना आएको छैन तपाईले सम्झना मान्छे ठुलो त पच्छ किन ठुलो राम्रो छ तपाईको घुङ्गुरा दुख्छ बसन्त यता फर्कियो नि हो त्यसो हल्का पछाडि जा तपाईले के भन्नुभयो तपाईले मलाई बड्डियो भन्नु न बड्डियो बड्डी तेरी बड्डी उहाँले के भन्नुभयो माइक दिनु है मैले भन्नुभयो अत्ता पहिला जा गोपाल उडाइदिएला आज तपाईँ घाँस कहाँ जानु हुनुहुन्छ म नारी दिवसको लागि जाने हो अरे नारी दिवस बिहान उठेछ नारी दिवस तपाईँले बुझ्नु भएको छैन क्या मेरो दिमाग उडिया तपाईँ दिमाग उडिएको छ तपाईँको त आँखा त नाचुन के आँखा देखान्थ्यो नारी दिवस भनेको तपाईँले थाहा छ के त खानु हुनु नारी दिवस भनेको महिलालाई बेनी हो हजुर तपाईँले बेचिदिउँ क्या हामी के जानु नारी दिवस बोल्न जानु जाँदैन यो भाइ छोरी नारी दिवसमा बेच्न लागिरहेको कस्तो नबुझ्नु भएको हजुरले के ल बुझाउनु त तपाईँको बुझाउनु नारी दिवस भनेको थाहा छ तपाईँलाई नारी खाली दाउरा सेउला अनि खाली दाउरा काट्न जाने सेउला ल्याउन जाने अनि खेतबारी खन्न जाने मात्रै होइन नि त अरू के हो त अनि अरू के अनि यहाँ महिलाहरू ठुलो नेता विद्यादेवी भण्डारी कत्रो ठुलो राष्ट्रपति हुनुभएको थियो थाहा छ तपाईँलाई तँ के राष्ट्रपति भएको छैन म राष्ट्रपति त भइकन म के छोडेको ए तपाईँले मलाई छोडेको छ भन्नुभयो म तपाईँकै बुढीसँग छोड्नु होला सारा मेरो बिल्लाई उडाइदिन भनेर आइरहेको बुढा हाल्दिनु कसले मुद्दा हालिदिन्छ तँलाई बुढा हाल्दिनु दुवैलाई बुढा हाल्दिन्छु तँ त अस्तिदेखि यही सिन लागेपछि फोन बिमारी फोन लागेपछि के हो के लागेर छैन पछाडि सिकाउनु पर्यो क्या भएन त्यसको अलिक राम्रो गरेन सम्झाउनु परेन आज दिवसको बारेमा सुन बड्डा बड्डियो अब झगडा गरेर पुग्दैन तपाईँहरूलाई घरमा नारी दिवस तपाईँले जान दिनुपर्छ यहाँ उता राष्ट्रपति ठुला मान्छेहरू आए हुन्छन् त्यहाँ अनि उहाँको मन्तव्य हुन्छ महिला हिंसा गर्नुहुन्न अनि त्यसैले उहाँलाई उता जान दिनुपर्छ त्यसैले तपाईँले नारीहरूको ठुलो चाडपर्व थियो त्यसैले हामीले नारीलाई जान दिनुपर्छ तपाईँ बुझ्नु भएको छैन यो के भेला पुरा त भाइ हिंसा पनि रोक्नुपर्छ महिला हिंसा गर्नुहुन्न नारी दिवसमा हिंसा रोक्नुपर्छ त्यसैले हामीले नारीलाई उता कार्यक्रममा जान दिनुपर्छ नारीको यो चाडपर्व त्यसैले हामीले नारीलाई नारीहरू कसले नजान्थ्यो भने अनि कसले फाँसो लगाएर मरिदिन्छन् त्यसैले अनि
कहिले औषधि धान हाल्ने औषधिमा खाएर मरिदिन्छन् त्यसैले हामीले जान दिनुपर्छ मलाई क्या छोराले दिन नारी दिवस त्यही जाने किन कस्तो कुरा नबस्नु भएको नारी दिवसमा जानुपर्छ नि त अब अटुङ्गो हुन है हिंसा गर्नु हुँदैन घरमा शान्ति गर्नुपर्छ सबैको विचारहरू तपाईँहरू सम्झिनु होला दुवैजना मिलेर अब बस्नु होला अनि म अब जाँदैछु तपाईँहरू नझखडिनु होला हुन्छ बुढी दिन नारी दिवस ती खाली बेलुका